महाकाली भनेर मात्रै पढेर हुन्छ है। सिङ्गापुर पुगेर आइसक्यो, अमेरिका पुगेर आइसक्यो, युके बसेर आइसक्यो, महाकाली पुग्न सकेको छैन, पुग्न मानेको छैन होइन। त्यसले गर्दाखेरि आफ्नो देशको सिमाना हेरेर आउनु। सिमानामा बस्ने मान्छेहरूले कस्तो दुःख शास्तिका साथ जीवन बिताइरहेका रहेछन् भनेर हेर्न आउनु। त्यो भन्नु प्रोत्साहन दिन चाहन्छु म तपाईँलाई। जीवनमा दुःख पनि देख्नुपर्छ हामीले। कति मान्छे त काठमाडौँमै जन्मेको हुर्केको खाँचो केही तपाईँ भ्यालीभित्र बस्छु भन्ने पनि होला। तपाईँहरू मध्ये कोही करोडपति पनि हुनुहुन्छ मलाई थाहा छ, कोही अर्बपति पनि हुनुहुन्छ होला मलाई थाहा छ। No matter, regardless how much property you have, तपाईँ जानु दुःख गर्नुपर्छ होइन। बाख्राको खुर जस्तो देखिने ठाउँहरूमा पनि सुत्नुपर्छ तपाईँ। यदि सुत्न सक्नुहुन्न भने तपाईँलाई मैले सच्चा श्रमदाता भन्न सक्दिनँ म सुत्न। मधेसको तपाईँको शीतलहरमा सुत्न सक्नुपर्छ श्रमदाता है, त्यहाँ पुग्न सक्नुपर्छ श्रमदाता। हामी यो देशलाई साँच्चै नै बनाउनका लागि आएका छौँ भने होइन फोटो मात्रै खिच्न आएको, यसो टिकटक गरौँ त, यसो चल्छ न्युज बढाउनु मात्रै भन्ने हिसाबको छ भने नआउँदा हुन्छ। तपाईँलाई श्रमदाता